हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ हाम्रो लोकसेवाको मार्क्स कसरी आउँछ त भन्ने सबैको जिज्ञासा रहेको थियो र त्यही जिज्ञासामा आधारित यो भिडियो बनाउन गइरहेको छु। हाम्रो लोकसेवामा हजुरहरूले स्क्रिनमा देखे अनुसारले नै हाम्रो मार्क्सहरू आउने गर्छ। हजुरले यो पनि हेर्न सक्नुहुन्छ र सिम्पलमा भन्नुपर्दा हाम्रो कुनै एउटा क्वेसन राइट भएमा हाम्रो 2 मार्क्स हामीले प्राप्त गर्छौँ र कुनै पनि एउटा क्वेसन रङ भएमा 0.4 यानि कि हाम्रो एउटा क्वेसन बराबरको 20% मार्क्स कट्ने गर्दछ। र हामीले के थाहा पाउन सक्छौँ भनेपछि लोकसेवाको परीक्षामा हाम्रो कसरी गर्छ भनेपछि हाम्रो जति मार्क्स हामीले हल गरेकोमा जति सही भएर मार्क्स आएको हुन्छ त्यहीबाट नै हामीले हल गरेको मध्ये रङ भएको मार्क्स कट्ने हो। जस्तै हाम्रो 20 वटा क्वेसनहरू राइट भएको छ अनि हाम्रो 10 वटा क्वेसनहरू रङ भएको छ भनेपछि हाम्रो कसरी कट्छ भनेपछि 20 वटा यानि कि 40 मार्क्स आयो। 10 वटा रङ भयो यानि कि हाम्रो 2 वटा क्वेसन बराबरको 2 वटा राइट भएको मध्येबाट 2 वटा क्वेसन बराबरको मार्क्स हट्छ। हामी कसरी भन्न सक्छौँ भनेपछि यदि हाम्रो 40 मार्क्स आछ भने अनि 10 वटा रङ भएको छ भनेपछि 40 मा 2 मार्क्स घटाएर हाम्रो टोटल मार्क्स 38 मार्क्स चाहिँ हाम्रो नेट बस्छ। भने हामीले लोकसेवाको यो सल्भ गर्ने बेलामा त्यसरी नै हाम्रो मार्क्स काउन्ट गर्ने हो। जस्तै हाम्रो अब इक्जाम्पलमा भन्नुपर्दा हाम्रो 50 मार्क्सको हामीले राइट गरेछौँ। हामीले 50 मार्क्सको राइट गरेछौँ तर 5 वटा क्वेसनहरू हाम्रो रङ भयो भनेपछि 50बाट 1 मार्क्स चाहिँ कट्ने गर्छ। होप हजुरहरू क्लियर हुनुभयो होला।